मत्तीको पुस्तक बाट हेर्नेछु। ज्ञानी भएर बस्नु ल। ल आज हाम्रो नातिनीहरू एकदम ज्ञानी, यस्तो ज्ञानी भएको छन् हाम्रो नातिनीहरू, के भन्नु र। मत्तीको पुस्तक 18:13 हुन्छ। यहाँ माथि टपिकमा चाहिँ छ येशूले के भन्नुभएको छ। सुन है, यहाँ येशूले के भन्नुभएको छ। येशू र साना बालकहरू, सुन है, येशू र साना बालकहरू। 13 हुन्छ। येशूले बालकहरू माथि हात राखी प्रार्थना गरिदेऊ भनी मानिसहरूले तिनीहरूलाई उहाँ कहाँ ल्याए। अनि चेलाहरूले ती मानिसहरूलाई हप्काए। 18:13 मानिसहरूलाई हप्काए। 19 त फेरि त्यस्तो पनि नहालै त। तर येशूले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य त्यस्तैहरूको हो। किनभने आज हामी चाहिँ संसारमा हुँदै गरेका हाम्रो बाबाआमाहरूले चाहिँ, किनभने हामी बालबच्चाहरूलाई चाहिँ येशू कहाँमा ल्याउने कुराहरू त्यो समयमा चाहिँ ल्याउने भनेको रहेछन्। तर त्यो चेलाहरूले पनि त्यति बेलासम्म चाहिँ बुझेका रहेनछन् बालबच्चाहरूले चाहिँ स्वर्गको राज्यमा पनि ठुलो कामहरू गर्न सक्छन् भनेर चाहिँ। तर ठुलो मानिसहरूले मात्रै होइन, तर त्यो सानो नानीहरूको जस्तो हृदय चाहिँ हाम्रो भएन भने चाहिँ स्वर्गको राज्यमा हामी पनि प्रवेश गर्न नसक्ने कुराहरू पनि त्यहाँनिर रहेछ। अनि त्यहाँ चाहिँ बुझ्न सकिन्छ। अनि त्यसो भन्दै गर्दा चेलाहरूले चाहिँ हकाएर हेरेछन्, तिमीहरूले कति ल्याउँछौ बालबच्चा भनेर होला। उनीहरू चाहिँ अब ठुल्ठुलो मान्छे मात्रै बुझ्नु भन्ने होला तिनीहरूको चाहिँ। तर तिनीहरू पनि आत्मामा त्यो समयमा चाहिँ छैन रहेछन्। अनि येशूले चाहिँ म कहाँ आउन देऊ भनेर भनेको रहेछन्। अनि यो समयमा पनि हुँदै गर्दाखेरि बालबच्चाहरूलाई पनि के गरे भड्काउँछन् कि के गर्छन् कि भनेर होला आउन नदिने रहेछन्। तर येशूले चाहिँ के गर्नुभएछ, प्रार्थना गरिदेऊ तिनीहरूको लागि स्वर्गको राज्य चाहिँ तिनीहरूकै हो भनेर चाहिँ परमेश्वरले येशू ख्रीष्ट स्वयंले पनि भन्नुभएको कुराहरू यहाँ देख्नु सकेको छु। मैले यही बुझेँ। मैले त्यति तयारी थिइनँ। मैले अहिले आएर यहाँ हेर्दै गरेँ। प्रिन्सलाई पनि म सम्झिँदै थिएँ। अब सधैँभरि आइराखेकी थिएँ।